हजुर फेरि नमस्ते फेरि फागुन 21 को संसदीय निर्वाचनको बारेमा मलेसियामा रहनुहुने नेपाली दाजुभाइहरूको धारणा के छ भनेर म बुझ्न गइरहेको छु। दाजुभाइहरू नेपाली हो? एकैचोटि यहाँनिर आउन सक्नुहुन्छ प्लिज। र फागुन 21 गतेपछि देशको भावी प्रधानमन्त्री को बन्नुहोस् भन्न चाहनुहुन्छ? म यसको विषयमा चाहिँ हाम्रो युवा साथीभाइहरूलाई बुझ्न चाहन्छु। मलेसियाको विशेष केही बोल्न सक्नुहुन्छ तपाईहरू पनि यो विषयमा? विदेशको माहौलै यस्तो छ अहिले कि प्लिज हजुर विशेष गरेर चाहिँ झापामा चाहिँ केपी ओली भर्सेस बालेन भएको छ तपाईको त्यसमा चाहिँ पूर्वमा फेरि हर्क दाइको पनि त्यतिकै क्रेज छ। भावी प्रधानमन्त्री देशको को बन्नुहोस् भन्न चाहनुहुन्छ? हजुरको शुभ नाम के होला? महेन्द्र विक सर कताबाट? म हाल चाहिँ पश्चिम सुर्खेतदेखि म सुर्खेतदेखि अनि हाल चाहिँ मलेसियामा। हाम्रो बर्दियाको महेन्द्र विक सर हुनुहुन्छ। प्रश्न तपाईँले सोधिसक्नुभयो। अब चाहिँ प्रधानमन्त्री को बन्नुहोस् भन्न चाहनुहुन्छ? मैले अबको प्रधानमन्त्री अब कसलाई भन्ने भन्नु तपाईँ बालेन कि काम गरे अनुसार त अब बालेन शाहलाई सपोर्ट गर्न सकिन्छ। अनि हजुरको शुभ नाम? मेरो नाम जीवन चौधरी हो। हाल म मलेसिया। हजुर नेपाल बसाइ मेरो टिकापुर 7। हजुर अनि तपाईँको भावी प्रधानमन्त्री को बन्नुहोस् भन्ने चाहना छ? अब हामीले दुःख गरेको युवाहरूलाई त अब सबैले अब राम्रो गर्यो भने त बालेन सरनाइलाई अब भोट बालेन भन्ने चाहिँ आउँदो पुस्ताले चाहिँ सम्पूर्णले रुचाएको भनेको चाहिँ बालेन नै हो। भावी प्रधानमन्त्री देशको चाहिँ बालेन बन्नुहोस् भन्न चाहन्छ। अलिकति विकास गरे अनुसार बालेनको छ। बालेनको के विकास देख्नुभएको तपाईँले? काठमाडौँ उपत्यका हेरेर भन्नुभएको? हजुर काठमाडौँ भएको विकास उहाँले गरेको विकासको लागि यही देखेर हामीले भनेको। भनेपछि अग्लेबाल बाले सरकार भनेपछि तपाईँले चाहिँ नेपालमा चाहिँ कसलाई भोट दिने भन्नुभएको छ? नेपालमा अब घन्टीलाई मतदान गर्ने हो। अहिले त अब यहीँ मलेसियामा छु। अब नेपाल भएपछि अब अर्को वर्षतिर अब अर्को सालमा अब 4-5 वर्षपछि हुन्छ नि। परिवारले त तपाईँको घन्टीमा मतदान गर्छ उसो भएपछि भनेपछि जसले पनि घन्टीमा मतदान गरोस् भन्ने चाहना। अब बालेनलाई सरकार बनाउनु भएपछि त घन्टीमा मतदान गर्नु परेन त? मेरो त सोचाइ त्यही हो। अब मैले त अब घन्टीमै हो होइन। हजुर अब यताउति अन्यथा गरिन्न। अब पहिलाको अब दिएको साइडमा हो त दिएको उता होइन के अरे एमालेमा अब त्यो त्यत्तिकै भयो होइन। हजुर अब त्यही भएर हामी चाहिँ अब बालेन सरलाई अब घन्टीमा हामी भोट दिने विचार छ। हुन्छ ल उसो भएपछि अग्ली बार बालेन सरकार भन्ने अहिले नारा छ। आउँदो चुनावपछि चाहिँ भावी प्रधानमन्त्री देशको चाहिँ हामी बालेन चाहिँ हेर्न पाउनेछौँ। झापाली जनताले चाहिँ बालेनलाई नै जिताउनेछन् होइन? ओके दुवैजनालाई धेरै धन्यवाद। थ्याङ्क यू सो मच।